यो नेपालको मुटु गुल्मीमा लुकेको विचित्र गुफा। यो केवल एउटा गुफा होइन, यो आत्माको जाँच गर्ने भूमिगत मन्दिर हो। 185 मिटर लामो मृत्युको जाल। स्थानीय किम्वदन्ती अनुसार यो गुफा बाँदर लखेट्ने क्रममा पत्ता लागेको थियो। भित्र पसेर त्यो बाँदर कहाँ गयो आजसम्म कसैलाई थाहा छैन। जब तपाईँ यो गुफाको भित्र छिर्नुहुन्छ, तपाईलाई लाग्छ कि तपाईँ अर्को दुनियाँमा आउनुहुन्छ। यहाँ भेटिन्छ प्राकृतिक रूपमा बनेको गाईको थुन। हजारौं वर्षदेखि यो चट्टानबाट कसरी दुध झरेको जस्तो आकृति बन्यो कसैलाई थाहा छैन। यहाँ हात्तीको भीमकाय शरीर, भगवान शिवलिङ्ग र नागहरूको आकृति कुदिएका छन्। के यो प्रकृतिले गरेको कला हो वा कुनै प्राचीन शक्तिले बनाएको? तर सबैभन्दा डरलाग्दो परीक्षा, गुफाको अन्त्यमा तपाईले सामना गर्नुपर्छ स्वर्ग जाने बाटो। यो यति साँघुरो छ कि किम्वदन्ती छ मनमा पाप बोक्नेहरू यहाँ अड्किन्छन् र कहिल्यै फर्कन सक्दैनन्। तपाईले प्रयास गर्नुभयो भने तपाईँ बाहिर निस्किनुहुन्छ वा गुफामै बिलाउनुहुन्छ। कि तपाईँको आत्मा यति शुद्ध छ कि तपाईँ यो परीक्षा पास गर्न सक्नुहुन्छ? जानुहोस् अनि प्रमाणित गर्नुहोस्।